हेलो गाइज, दिस इज माई न्यू मिनी ब्लग। अनि आज हामी हाम्रो खोर सफा गरेर अनि खोरमा चुना राख्दैछौँ। देख्न सक्नुहुन्छ यसरी चुना राख्नुपर्छ। खोरमा भएको कीटाणुहरू ब्याक्टेरियाहरू मार्नको लागि हैन। चुना हालिसक्यो। अब बुसको बोरा बल्ल तल्ल उठाएर ल्याउँदैछु साथीहरू। कहाँ सुख छ, पैसा कमाउन सुख छैन नि साथीहरू। बोरा उचाल्नुपर्छ, दाना उचाल्नुपर्छ, सफा गर्नुपर्छ, सब गर्नुपर्छ है साथीहरू। ल मजाले बुस यति धेरै स्पेस चाहिँदैन, थोरै स्पेसमा मैले पार्टिसन गरेँ। अब यसरी काँटीहरू ठोक्न पर्यो नि त किला, फेरि पट्टा पल्टिन्छ, चल्ला किचिन्छ। अब भाँडाहरू पनि झुन्डाउनु पर्यो। सानो सानो भाँडाहरू, सानो चल्ला आउने बेलामा सानो, ठुलो भएपछि ठुलो भाँडा हाल्ने हो होइन। चल्ला हालिसकियो। अनि यो तार आमामा अस्ति नै मुसले खाइदिएको रहेछ, च्याप्पसम्म दिएको त, यति नराम्रो झट्का दिएको त होइन नि। त्यसैले मैले अब यसमा कालो टेप लगाउँदैछु। इलेक्ट्रिसियन पनि बन्नुपर्छ कि फेरि है, यतिकै कहाँ हुन्छ र। ल बत्ती बल्यो। अनि यहाँ मेरो पुपुले हेल्प गर्दैछ होइन। मेरो भुन्डो छोरोले हेल्प गर्दैछ, एकदम हेल्पिङ छु नि। उतापट्टि यो खोरमा उतापट्टि फेरि यो झ्यालडोकाहरू राखेको छ कि। ल फाइनली चल्लाहरू आए। ल खुत्रुङ 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 भुत्रुङ भुत्रुङ गरेर उभिरहेछन्। यति रहर लाग्छ नि यिनीहरू दौडेको देख्दाखेरि है। ल अब एक हप्ता पछिको यिनीहरूको सिचुएसन, यिनीहरूको ग्रोथ, अर्को पार्ट 2 हेर्नु होला, वेट गर्नु होला त्यति बेलासम्मको लागि है। अब एक हप्ताको लागि अर्को पार्टमा एक हप्ता पछि कत्रो हुन्छ म हजुरहरूलाई यिनीहरूको ग्रोथ देखाउँछु है त।